आइसिसी विश्वकप लिग 2 मा स्कटल्याण्ड विरुद्ध 324 रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम क्षणमा नेपाल 2 रनले स्तब्ध भएको छ। आइतबार राति सम्पन्न खेलमा सोमपाल कामी र दिपेन्द्र सिंह बीच भएको शतकीय साझेदारीले नेपालको जितको सम्भावना बलियो भने पनि अन्तिम ओभरमा विकेट गुमाउँदा नेपालले जित हात पार्न नसकेको हो। फोर्थ हिल मैदानमा भएको खेलमा सोमपाल र दिपेन्द्रले 65 बलमा 105 रनको साझेदारी गर्दै नेपाललाई जितको नजिक पुर्याए। तर अन्तिम ओभरमा सफियान शरीफले करण केसी र ललित नारायण राजवंशीलाई आउट गरेपछि नेपाल 50 ओभरमा 321 रनमा रोकियो। यस खेलमा भीम सार्कीले 85 बलमा 8 चौका सहित सर्वाधिक 73 रन बनाए। यस्तै सोमपालले 44 बलमा 4 छक्का र 3 चौका सहित 67 तथा दिपेन्द्रले 51 बलमा 2 चौकाको मद्दतमा 56 रनको पारी खेले। यस्तै आरिफ शेखले 39, करण केसीले 17 र गुलशन कुमार झाले 11 रन जोडे। ओपनिङमा कुशल भुर्तेल र आसिफ शेख बीच तालमेलको अभाव देखियो। कुशल 17 रनमा रन आउट भयो भने आसिफ 8 रनमा बोल्ड भए। कप्तान रोहित कुमार पौडेल 3 रनमै आउट हुँदा नेपाल दबावमा परेको थियो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले कप्तान ऋषि बेरिङटनको शतकको मद्दतमा 50 ओभरमा 6 विकेट गुमाएर 323 रन बनायो। एक दिवसीय अन्तर्राष्ट्रियमा 6औं शतक बनाउने क्रममा बेरिङटनले 114 बलमा 6 चौका र 4 छक्का प्रहार गर्दै 102 रन बनाए। यस्तै माइकल लिस्टले 62 बलमा अभिजित 96 रनको विस्फोटक पारी खेले। त्यस्तै चार्ली टियरले 68 रन जोडे। बलिङतर्फ नेपालका लागि करण केसी र दिपेन्द्र सिंहले 2-2 तथा ललित नारायण राजवंशीले 1 विकेट लिए। यो हारले स्कटल्याण्ड सिरिज मार्फत 8 अङ्क जोडेर तालिकाको 6औं स्थानमा उक्लिने नेपालको लक्ष्यमा धक्का लागेको छ। यदि जारी सिरिजमा 4वटै खेल जितेको भए नेपाली टिम 6औं स्थानमा उक्लिने थियो। तर अब नेपालले नेदरल्यान्ड्सलाई हराए पनि तत्काल त्यो स्थान हासिल गर्ने छैन। यदि डच टिमलाई हराउन सके नेपालको 16 खेलबाट 12 अङ्क हुनेछ। तालिकाको 7औं स्थानमा रहेको नेपालले अहिलेसम्म 15 खेलबाट 10 अङ्क जोडेको छ। नेपालले अब लिग 2 मा आफ्नो 16औं खेलमा मंगलबार नेदरल्यान्ड्सको सामना गर्नेछ। नेपाली टोली उक्त खेलमा जित निकालेर स्कटल्याण्ड भ्रमणको सुखद अन्त्य गर्ने सोचमा छ। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। धन्यवाद।